हेलो यो चाहिँ हो गाडी राख्ने पाएको यो चाहिँ हाम्रो गाडी चाहिँ छ कहाँ छ भन्दाखेरि यहाँ चाहिँ यो चाहिँ हाम्रो गाडी हो चाहिँ गाडी साडी राखेको अरू चाहिँ सबैजना सामान लिएर भित्र पसिसकेका थिएँ म पनि पसिसकेको थिएँ तर मैले भिडियो बनाउँछु भनेर सोचेको थिएँ सो मैले भिडियो बनाउन पाएको थिएँ फेरि आएँ उनीहरू चाहिँ खोज्दै छन् कि त्यो त म जान्दिनँ यहाँ हेर्नु यस्तो छ मस्त छ मजा छ को आउनु भएको छैन यो ठाउँ चाहिँ प्लिज जरुरी आउनु होला एकचोटि न एकचोटि मस्त छ मजा छ दोकानहरू पनि छ यो चाहिँ हो भित्र पस्ने गेट हामीले अघि टिकट काटिसकेका थियौँ टिकट चाहिँ जम्मा 20 रुपियाँ हो धेरै महँगो छ कि भनेर नसोच्नु यहाँ हेर्नु न यो बोटको डिजाइन क्या मजा छ नि मलाई त मजा लाग्छ यस्ताहरू यता हेर्नु है फुलै फुल टाइपको छ यो चाहिँ उता जाने सिँढी हो यहाँ हेर्नु कति राम्रो भ्यू छ है मस्त छ तपाईँहरूलाई राम्रो लाग्छ यहाँ आएर सुक्लाईको नाम चाहिँ यो पार्कको नाम चाहिँ हेर्नु म देखाउँदैछु है यो होला पार्कको नाम चाहिँ हेरेर आउनु होला अनि 6 बजीदेखि 6 PM देखिबाट 9:30 AM सम्म छ यहाँ है डिजाइन मस्त छ मजा छ हैन यहाँ दाजुहरू चाहिँ फुल रोप्दै हुनुहुन्छ दाजुले फुल रोप्दै हुनुहुन्छ है दाजु हेलो भनिदिनु हेलो मान्छे पनि थुप्रै छन् यहाँ हेर्नु घाँसका डिजाइनहरू कस्ता छन् हरियो परियो फोटो खिच्नमा व्यस्त छन् यहाँ है मजा मजा छ यहाँ चाहिँ अब पिकनिक आएर पिकनिक खान्छु भन्दा पनि हुने ठाउँ छ त्यस्तै पानीतिर लागिहाल्यो भने यहाँ कल पनि छ हैन यहाँ फुल के अरे फुलहरूको पनि बनाइदिएको छ फोटोहरू खिच्नको लागि हेर्नु डिजाइनवाला टाइपका फुलहरू बोट बिरुवाहरू टाइपका छन् मजा छन् यहाँ केटाकेटीहरू खेल्ने ठाउँ पनि मजाको छ केटाकेटी मात्रै होइन ठुला मान्छेहरू पनि खेल्ने ठाउँहरू छ सो आउनु होला म ठिक पनि भइसकेछ बसिरहेको सबैजना त पनि छ मजा मजा छ मजा मजा काम गएको जस्तो टाइपको पनि लाग्छ यहाँ छन् केटाकेटी खेल्ने ठाउँहरू चाहिँ मजा मजा खालका छन् ठुला मान्छे पनि खेल्ने छन् सानाहरू पनि खेल्ने छन् ठुलाहरू पनि खेल्ने छन् होइन मस्त मस्त ठाउँ छ केटाकेटीहरू चिप्लिँदैछन् मजाको ठाउँ छ होइन हजुरहरूलाई पनि तपाईँहरूलाई पनि यहाँ आएर खुसी मिल्छ एकचोटि आउनु भएको छैन भने चाहिँ एकचोटि आएर घुम्नु होला यहाँ भित्रभित्र त झन् मजा मजा छ कि हेलो खामराजा तिमीलाई पनि मेरो छोरो पनि मस्त खेलिरहेको छौँ यहाँ हेर्नु हाम्रो पार्टीहरूको चाहिँ पुरा फोटोसुटहरू भइरहेको छ यहाँमै त्यो चाहिँ हामी बस्ने ठाउँ हो अनि मेरो छोरो चाहिँ कता गयो भनेर म खोज्दैछु तर मेरा छोरा र भान्जा बाबु चाहिँ यहाँ रहेछन् भान्जा बाबु हेलो गरिदेऊ हेलो बाबु यहाँ हेलो जिब्रो टक्न छोड उहाँ हुनुहुन्छ मेरो श्रीमानज्यू हेलो भन्नु उहाँ नन्दजी हुनुहुन्छ है फोटो खिच्नमा भ्याइ नभ्याइ छ उनीहरूको हेर्नु कुन तरिकामा हेर्नुहुन्छ ल हेर्नु कति राम्रो पाक्छ है मस्त 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 छ त्यही हो होइन यस्तो मजा लाग्छ मेरो त दिल खुस हुन्छ दिल होइन हजुरहरूको पनि दिल खुस हुन्छ भन्ने मलाई विश्वास छ यहाँ आउनुभयो भनेदेखि यो नर्मली यो पार्कको नाम चाहिँ चिनिन्छ भने मरो सुक्लाई भनेर चिनिन्छ होइन मैले त त्यही जानेकी थिएँ मरो सुक्लाई भन्ने अब यो मरेको सुक्लाई चाहिँ किन भनेको म त्यो पनि जान्दिनँ होइन यस्तो राम्रो पार्क छ तर यो पार्कलाई नाम चाहिँ यस्तो दिएका छन् कि मरेको पार्क अरे हेर्नु न गाइज कतिसम्म चाहिँ अब आफै सोच्नु होइन यिनीहरू फोटो खिच्नमा कोही खाउँ कि खाउँ भनेर हतार भइसके कोहीलाई फोटो खिचेर पनि पुग्दैन हामीले दिदी गन गर्दै हुनुहुन्छ